ए छोरा, यसपालि फागुन 21 गते हुन गइरहेको चुनावमा तैँले कसलाई भोट दिन्छस् त? ए मम्मी, म त भोटसोट केही पनि दिन्न। भोट दिएर नि काम छैन, यस्तो जाब भोट दिएर मेरो एउटा भोटले के हुन्छ र मम्मी? दिन्नमा त के रे, तिमीले भोटर कार्ड हुँदाहुँदै पनि तिम्रो उमेर पुगे पनि तिमीले भोट दिन्न भन्छौ? तिमी जस्तो युवाहरू हो के यो देश बनाउने? तिमीहरू जस्तो युवाहरूले चाहिँ देश बनाएनन् भने, भोट दिएनन् भने कसले गर्छ त? कसले देश बनाउँछ त? मम्मी, उहाँहरू पनि भोट नदिने प्लानमा हुनुहुन्छ नि? हो र बाबु बहिनीहरू, भोट दिन्नौ? ए ल, म आउँदैछु त्यसो भए। यो देशको भविष्य अब तिम्रै हातमा छ। भ्रष्टाचारको जालो तोड्ने सही मौका आज छ। फागुन 21 निर्णयको त्यो महान दिन। तिमीले दिने एउटा भोटले बदलिन्छ इतिहास। विकास र समृद्धिको जगाउ नयाँ आस। तिम्रो अमूल्य मत खेर नजाओ।